संशोधनकर्ता मान्य सदस्य परशुराम तामाङलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 6 मिनेट। त्यसपछि मान्य सदस्य बलावती शर्मा। सम्माननीय सभामुखज्यू, धन्यवाद। सबभन्दा पहिला त म एक वाक्यमा प्रस्तुत नीति कार्यक्रमलाई राख्न चाहन्छु। नेपाल सरकारको नीति तथा कार्यक्रममा राम्रा कुराहरू पनि छरपष्ट छन्, तर मूल कुरा गरिखाने श्रमिक, श्रमजीवी वर्ग र उत्पीडित समुदाय सम्बन्धी अर्थ राजनीतिक दिशा, मापनयोग्य लक्ष्य र दीर्घकालीन राजनीतिक गन्तव्य स्पष्ट छैन। मैले समष्टिमा पढेर निकालेको सार यो हो। सभामुख महोदय, नेपालको प्रमुख र आधारभूत अर्थ राजनीतिक समस्या भनेको अल्प विकास, असमानता, कमजोर आधारमा उभिएको परनिर्भर र परिवृत्तीय अर्थतन्त्र हो। यही कारणले आज हामी विभिन्न जातिका नेपाली जनताले आम बेरोजगारी, बजेट घाटा, रेमिट्यान्स, आयात आधारित राजस्व, बोनसाई उद्योग व्यवसाय र गतिहीन अर्थतन्त्रका पीडाहरू भोगिरहेका छौँ। अर्थशास्त्रीहरू जनसङ्ख्याको युवा आकारलाई समृद्धिको लाभ भन्छन्, तर पहाड रित्तिदो छ, ठुला सहर र तराई असुरक्षित छ। किनभने हाम्रो सहरले प्रतिवर्ष कामको खोजीमा सहर प्रश्न युवालाई काम र माम दिन सक्दैन र पाखरीमा बल नपस्दै विदेश पलायनको सपना देख्नुपर्छ हाम्रा युवाहरूले। यसको कारण के हो? सभामुख महोदय, नेपालले पश्चिममा निर्देशित बहुराष्ट्रिय निगमहरूको प्रेसिएसनमा नव उदारवादी आर्थिक बाटो समात्यो। त्यसले नेपाली समाजको विकासलाई सामन्तवादबाट औद्योगिक पुँजीवादतर्फ होइन, क्रोनी पुँजीवादतर्फ धकेलिदियो। त्यसले दलाल, सामन्त, नोकरसर, आसेपासे बुर्जावर्ग जो बहुराष्ट्रिय पुँजीवाद र हाम्रा घरेलु उपभोक्ता बीचको बिचौलियाको कामबाट अतिरिक्त नाफामा गर्ने वर्गको जन्म भयो। यो त्यही वर्ग हो जसले बैंक, वित्तीय संस्था, उद्योग, व्यापार, जलविद्युत, खोला समष्टिमा अर्थतन्त्रमाथि मात्र होइन, सिङ्गो नेपालको राजनीति र नोकरशाही तन्त्र समेतलाई नचाउँछन्। यही छिटो व्यापारपट्टि पुँजी पलायन गर्ने नेपालमा पुँजी निर्माण हुन सकेन। हाम्रो देशको समस्या यो प्रमुख समस्या हो। सभामुख महोदय, म यहाँ कार्ल मार्क्सको एउटा कोटेसन दोहोऱ्याउन साइट गर्न चाहन्छु। दार्शनिकहरूले संसारको विभिन्न तरिकाले व्याख्या गरेका छन्, मूल कुरा त यसलाई बदल्नु हो। मैले यो नीति र कार्यक्रममा के कल्पना गरेको थिएँ भने नेपालको संविधानको आधारभूत खम्बाहरू धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशित र समाजवाद उन्मुखमा टेकेर नवयुवा र नेपाली मतदाताको आकांक्षा भू राजनीतिक अर्थतन्त्रको लाभ लिने गरी आर्थिक पुनर्संरचना र संस्थागत रूपान्तरणको कार्ययोजना आउनेछ। मैले आशा गरेको थिएँ बिचौलिया वर्गको हातबाट अर्थतन्त्रलाई, श्रमजीवी वर्ग र उत्पीडित समुदायकोलाई समृद्धिलाई ध्यानमा राखेर आम नेपाली जनताको नियन्त्रणमा अर्थतन्त्र आउनेछ भनेर। तर यो प्रस्तावित नीति र कार्यक्रमले सीमाहीन अर्थतन्त्रलाई राष्ट्रिय आर्थिक रणनीतिको रूपमा आत्मसात गर्यो। यो वास्तवमा नव उदारवादको डिजिटल एकाधिकार पुँजीवाद, डिजिटल मोनोपोली क्यापिटलिजमको संस्करण हो। यसले यो नीति र कार्यक्रममा
संविधानमा उल्लेख गरेको सार्वजनिक, निजी र सहकारी भन्ने 3 खम्बे नीतिबाट सहकारीलाई हटाएको छ। यसले सेवामा जोड दिएको छ, तर रोजगारी सृजना गर्ने व्यवसाय, कृषि उत्पादन र औद्योगिकरणमा जोड दिएको छैन। डिजिटल डिभाइडले सुविधा भोगी र पहुँच नहुने दुई वर्गको सृजना गर्ने खतरा मैले देखेको छु। यो नीति र कार्यक्रमले झन्डै संविधान चिन्दैन। संविधानको कार्यान्वयन र समाजवादका शब्दहरू पनि उल्लेख छैनन्। एकातिर यसले नारी सर्वोच्च स्वतन्त्रको परेदारीको कुरा गरेको छ, तर त्यही कार्यक्रम श्रमजीवीहरूको सङ्गठित हुने अधिकारलाई कुण्ठित गर्ने, उद्यमी र मध्यम वर्गलाई सुविधाको चिन्ता गर्छ, तर गरिबीको रेखा मुनिको 20% जनताको कुरा गर्दैन, बिर्सन्छ। श्रमजीवी वर्ग र उत्पीडित समुदाय जसले कुल अर्थतन्त्रको उत्पादन गर्छन्, यो नीति र कार्यक्रमको केन्द्रबिन्दुमा पर्दैन। यसले पुँजीपतिहरूलाई लाभ दिने कुरा गर्छ, तर देशको 36% जनसङ्ख्या ओगट्ने आदिवासी जनजाति, जो यो भूगोलको जल, जमिन, जङ्गल, प्राकृतिक स्रोतको संरक्षण हुन्, उनीहरूको जैविक विविधता र जलवायु सन्धि अनुसार जैविक र कानुन व्यवहार लाभको हिस्साको पनि कुरा गर्दैन। यसले 124 मातृभाषीहरू छन् र नेपालको 55% जनसङ्ख्याले बोल्ने गरेको छ। यहाँ मातृभाषा शिक्षाको कुरा छैन। यसले देवभूमिको कुरा गर्छ, तर बुद्ध धर्मको संरक्षण गर्ने गुम्बा समितिलाई खारिजी र गुम्बालाई तपाईँको जोजार चलाएर सांस्कृतिक पर्यटन कसरी गर्छ भन्ने प्रश्न चिन्ह उभ्याएको छ। अन्त्यमा म धेरै कुरा राख्दिनँ। एउटा कुरा यो कार्यपत्रले छुँदै नछुएको एउटा कुरा छ, त्यो यहाँ मैले भन्नुपर्छ। त्यो के हो भन्दाखेरि युक्रेन, रुस तथा मध्यपूर्वको इजरायल, इरान द्वन्द्व र अमेरिका र चीनको व्यापार लडाइँले महँगी बढ्ने, आपूर्ति प्रणालीमा अवरोध हुने र नेपालको खास गरिकन रोजगारीमा असर पर्ने, प्रतिकूल प्रभाव पार्ने र नेपाली जनताको क्रय शक्ति घट्ने र नेपाली अर्थतन्त्र झन गहिरो सङ्कटमा फस्ने अवस्थाको सृजना भएको छ। तर यसप्रति यो नीति र कार्यक्रम मौन छ। त्यसकारण मैले के देख्छु भने यसरी हेर्दाखेरि 7% वृद्धि लक्ष्य सम्भव देखिँदैन। र अब मेरो कुरा सके मैले यो संविधानमा मैले जे कुरा बोलेको छु त्यसको आधारमा के अरे सुधारका प्रस्तावहरू राखेको छु। समय नभएको हुनाले मैले यहाँ पढिनँ, तर सभामुख महोदयलाई हेरेर मेरो कार्यपत्र, मेरो प्रस्तुति यहाँलाई उपयोगी लाग्यो भने, यो सरकारलाई लाग्यो भने यहाँहरूले जुन जुन ठाउँमा उपयोग लाग्छ त्यो लिनु हुन्छ भनेर म धन्यवाद दिन्छु। धन्यवाद।